हेलो साथीहरू। अब म चाहिँ सुत्ने बेला भयो कि र पनि यिनलाई मैले एउटा च्यालेन्ज जस्तै भन्दा पनि कस्तो भन्नुहुन्छ भने यो बेलुकाको रमाइलो यो चाहिँ इन्डियाबाट आइसकेपछि अलिकति नेपाली र गरेर भाहरू मिक्स गरेर पैसा मैले एक ठाउँ लुकाएको छु होइन। त्यो लुकाएको ठाउँमा यिनलाई म प्राङ्क के अरे यो खोज्न लगाउँछु। त्यसमा प्राइज लिस्टहरू पनि राखिदिन्छु। त्यो मैले भनेको भित्र पक्रिन् भने त्यही हो होइन, होइन भने त्यो यिनले पक्रिन सकेनन् भने तपाईँको हुँदैन। ल यहाँ आऊ त पहिला, यहाँ आऊ न, यहाँ आऊ न पहिला एकछिन यहाँ आऊ न। अघि मैले यिनलाई नि 10 ठाउँ भन यो रुमभित्रमा भन्दाखेरि यिनले कहाँ भने थाहा छ? मेरो ड्रेसिङ टेबल, त्यो दराजको त्यो कुना त्यहाँ भनेन होइन। अनि मैले यिनलाई त्यतिखेर चाहिँ के भनेको थिएँ भने त्यो लगभग त्यहाँ 8-10 हजार पैसा छ होइन। त्यो यदि त्यो भेट्यो भने त तिम्रो भने मैले 10चोटि होइन। 10चोटि भन्दाखेरि यिनले भेटिनन्। अब चाहिँ मैले के भनेको छु भने यिनलाई 15 मिनटको टाइम सेट गर्छु होइन। 15 मिनटको टाइम सेट गर्छु। 15 मिनटको टाइम सेट गरिसकेपछि चाहिँ अनि 15 मिनटमा यदि तिमीले भेट्यो भने तिमीलाई प्राइज छ 700 प्राइज दिन्छु। त्यो जोक होइन, साँच्चै दिन्छु। अघि मैले बेड भने त्यो चाहिँ मेरो गलत होइन, बेडभरि मात्र चाहिँ छैन होइन। कोठा यो कोठाभरि, किनकि सानो कुरामा अल्झिने होइन नि त। बेडभरि मात्र भन्यो भने तिमीलाई 15 मिनट तिमीलाई युज हुन्छ नि त होइन। र यो रुम मैले पनि धेरै घर त भनेको छैन नि त। एमाउन्ट पनि राम्रै छ। अब एमाउन्ट अघि भेट्न सकिन भने चाहिँ त प्राइज सोध्छु ल के यो दराज ड्रेसिङ टेबलमा छ कि छैन त्यति भन्नु। नै त्यस्तो हुन्न कहाँ दराज होइन भन अनि दराजतिर खोल्नु थाल्यो भने सबै लचालिनु ल दराजमा छैन। ड्रेसिङ टेबल चाहिँ म भन्न सक्दिनँ, म दराज चाहिँ छैन। ल दराज ड्रेसिङ टेबलमा पनि छैन होइन किन भन्न। यस्तो ड्रेसिङ टेबल सुन्नु किन भन्न यो अप्सन हो क्या पछि यस्तो ल कि मैले बुझेँ। सुन भन्न खोजेपछि कस्तो भन्छु भने मैले अब तिमीले मलाई दराज छ कि छैन भन्छ, अहिले बेड छ कि छैन भन्छ, अहिले त अप्सनै रहँदैन कि। होइन क्या मैले दराज चाहिँ छैन किनकि तिमीले लथालिङ्ग हुन्छ भनेर मैले दराज छैन भनेको। ल दराज छैन होइन, दराज चाहिँ छैन। मैले ड्रेसिङ टेबलमा किन छैन भने जुन त चाबी मैले जसरी खोलेर राखेको छु त्यसै गरी त्यहाँ झुन्डिरहेको छ क्या चाबी। ल ड्रेसिङ टेबलमा छैन। ल ड्रेसिङ हुन सक्छ है, ड्रेसिङ टेबलमा चाहिँ हुन सक्छ। ड्रेसिङ टेबलमा भयो भने नि तलको चाहिँ हुन्छ, माथिको चाबी लाउने मात्रै मरिरहेको पक एकछिन तिमी त्यहाँ नजाऊ न, तिमी त्यहाँ नजाऊ जस्तो। अहिले तपाईँको समय हुन्छ नि 10:06 भयो होइन। 10:06 भयो। त्यस्तो हुँदैन कहाँ मान्दिनँ भने गेममा तिमीले मान्ने नमान्ने हुन्छ र त्यो अलिकति गरेर गर न, खुट्टा तानौ न त्यसको। यो चाहिँ कन्टिन्यू भ्लग चल्छ ल। यो चाहिँ कन्टिन्यू जान्छ। एकचोटि चाहिँ ब्याक क्यामेरा गर्ने भाइ मैले गर्छु, त्यसपछि चाहिँ म कन्टिन्यू देखाउँछु ल साथीहरूलाई। यो चाहिँ मैले यिनलाई बेलुका गरेको एउटा भनौँ न, यिनलाई यसो सोचेको यिनलाई यस्तो कुरामा आउँछ कि एकदमै फेरि त्यही भएर गर्न खोजेँ ल। एकछिन म अब यो चाहिँ लाइट बालिसकेपछि फेरि कन्टिन्यू गर्छु ल। ल साथीहरू अहिले चाहिँ मैले भिडियो स्टार्ट गरेँ कि अब यिनलाई समय मैले स्टार्ट गरिदिन्छु होइन। समय पखल त्यहाँ एकछिन ती बस्छ है। अहिले ठ्याक्कै 9 भयो होइन। 9-10 होला होइन 10-9 भयो। 10:19 10 मिनट स्टार्ट हो। जहाँ त्यही खोज तिमी कोठाभरि, दराजमा छैन अरूमा। प्राइज चाहिँ म भरे भन्छु ल। मनी ब्याग ग्यारेन्टी तिमीले त्यो चाहिँ मिस गर्यौ। मनी ब्याग चाहिँ मनी पुरै पाउनु चाहिँ तिमीले मिस गरिसक्यौ है। अब तिमीलाई प्राइज एक मिनट गयो। जे भित्र नै हुनसक्छ है, फेरि जे भित्र नै हुनसक्छ।
जे भित्र नै हुनसक्छ कि जस्तो भित्र पनि You miss it. भन्नु पर्दैन मान्छे आउँदैन हुन्छ मेरो कुरा नसुन्नु है फेरि 11 3 मिनट 3 मिनट ओ ओ तिमीले खोज्दा खोज्दै म ठाउँ पनि हेर्दैछु क्या अर्कोचोटि लागि कहाँ राख्दा हुन्छ मैले भनेर त्यो पनि ठाउँ मैले देखिसकेँ कि तिमीले छोडिसक्यो क्या त्यो ठाउँलाई पनि चार मिनट त्यसमा छैन भारू मात्रै छ त्यसमा मैले लुगाको ठाउँमा चाहिँ भारू मात्रै छ टेन्सन नगर यहीँ देखिहाल्दो रहेछ समय त भिडियो गरेको स्टार्टिङ गरेको कति मिनट रहेछ टाइम त यहीँ देखाउँछ 4 मिनट भयो मैले अघिदेखि नै सोचिरहेको थिएँ कि उता जाँदा फेरि तिमीलाई मैले लुकाएँ होइन मैले त्यो ठाउँ एक यस्तो छ कि त्यहाँ चलाएर त्यो ठाउँ ठ्याक्कै त्यहीँ एकुरेट नापेर पनि राखिरहेको छु क्या त्यो सेफ भयो सेफ भइसक्यो जसो यसले त प्रिन्टरको मुनि खोज्दैछ नि होइन नहीं बत्ती नहीं ठ्याक्कै आधी भयो ल समय ठ्याक्कै आधी भयो 5 मिनट 20 सेकेन्ड भयो तिमीले कस्तो लाग्दैछ त हेर त ओइ खोज्दा कस्तो लाग्दैछ खोज्दैछौँ खोजाइ जारी छ होइन म रोकिनु भन्दा फेरि ट्याक्कै रोकिने है फेरि 4 मिनट बाँकी तँ के बोलेर
अहिले चाहिँ हजुरले लिन सक्नुहुन्छ। यसमा चाहिँ 10-16 भयो होइन, 3 मिनट बाँकी रह्यो यिनको। यिनी एउटै कुरामा अल्झ कि अल्झै छैन होइन। भेटिनौ भने चाहिँ फेरि ऊ चाहिँ छ नि, भेटिनौ भने चाहिँ के गर्ने भन्ने, तिमीले पनि ऊ तिर्नुपर्छ नि। मैले प्राइज दिनुपर्छ भने तिमीले पनि तिर्नुपर्छ नि, भेटिन भने कम्पन्सेसन। अब के दिने भन्ने कुरामा सोच। 2 मिनट छ। मान्छेलाई यतिसम्म गाह्रो छ पैसा खोज्न होइन। आफ्नो रियल फर्ममा पनि मान्छे आउँछन्। साथीहरू लिन सक्नुहुन्छ। मान्छेलाई गर्मी भइसकेर पनि पर्वाह छैन मान्छेलाई होइन। मान्छेलाई हेर्नु त खाइरहेको छन् चक्लेट पुरै। पचास 52 54 54 55 56 57 59 60। अब गाई अलिक साथीहरू अलिकति ठाउँ भएछ। मैले दराजमा छैन भनिसकेको छु, दराजमा छैन भनेको छु। फाइनल्ली होइन, अलिकति फाइनल्ली टाइम ओभर। लु रोक्यो, फाइनली सक्यो। 10-19 भयो। ल हजुरले हेर्न सक्नुहुन्छ होइन, 10-19 भयो ठ्याक्कै। ल अब तिमी क्यामेरा पक्रियो, म काँचा निकाल्छु। मेरो पालो ल पसिना भइसक्यो नि होइन फाइनल्ली होइन। मेरो पालो नि त मैले निकाल्नु पऱ्यो होइन। ल हेर काहीँ यति सजिलो ठाउँ छ कि यो छ नि हो, यसको यो छ नि, यसलाई यता घुमाउने, यसलाई यता घुमाउने, यसलाई पनि यता घुमाउने, यसलाई पनि के गर्ने, यसलाई पनि के गर्ने, यता घुमाउने। अनि यसलाई यसरी यो 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 सामानलाई यसरी उचाल्ने के, यो झर्छ कि नि यसरी। कति मजाले राखेको थियो कि। साथीहरू एउटा कुरा थाहा छ मलाई, सुरुमा यो पैसाको यो सबै पैसा भन्दाखेरि मैले त्यहाँनिर गेस गरेको थिएँ, गड प्रमिस गेस गरेको थिएँ। अनि फेरि एउटा मनले के भन्यो भने यत्रो धेरै त जहाँ अब एउटा फुल रोपेर आउँदाखेरि यत्रो त के गरिसक्नुहुन्छ होला र भनेर मैले चेक नगरेको, त्यो ओपन गर्नेको अल्छीले। कस्तो हुँदो रहेछ, रमाइलो भयो नि त। अब यसको बदलामा के तिर्नु त लु भन, नभेटेको बदलामा के तिर्नु? आउनु त के तिर्नु? आउनु न तिम्रो तिर डेन्जर हुन्छ। आउनु न आउनु न। ल हो देख्यो कति सरल र सजिलो ठाउँमा रहेछ। मान्छेले अल्झाउन चाहिँ गरिदिनु पर्छ, फाइनली भनिदिनु पर्छ। मान्छे त्यो एउटा ड्रेसिङ टेबल हल्लेको हल्लै गर्छन् कि। आज चाहिँ मेरो कोठाको हालत कस्तो खत्तम छ, भर्खर आज आएको नि त, त्यही भएर मजा आयो नि। के गिफ्ट थियो मेरो लागि? के गिफ्ट थियो जितेको भए? जितेको भए मैले के सोचेको थिएँ भने जितेको भए चाहिँ तिमीलाई भोलि डिनर बाहिर लगाउँला भन्ने प्लान थियो। साँच्चै जितेको भए सबैले मलाई जाबो खाना खाएँ। सुन्नु न, जाबो होइन क्या, मतलब भन्न खोजेको
मैले के गेमै जित्नु पर्छ त्यति खाना खान त लगिहाल्नुहुन्छ नि त लग्दिनँ अहिले होइन मैले भर्खर घुमाएर लिएर आएको छु कि लाँदिनँ त चाहिँ त्यो गेमको लागि प्राइज लिस्टमा अब त्यो छेडछाड गर्न मिल्दैन तिमीले मैले त अब भोलि तिमीलाई लगेँ भने चाहिँ के हुन्छ भन्छु भने नि ए मैले नजिदिन लगिहाल्नुहुन्छ भोलि मानिहाल्छु म गराइहाल्छु भन्ने हुन्छ त्यही भएर नै हुन्न गेम जितेको 100% लान्थ्यो त्यो कुरो कुनै छैन फर्स्ट प्राइजमा चाहिँ तिमीले त्यो त्यसरी भेटेको भए त तिमीलाई नै हुन्थ्यो 100% हो त्यसमा कुनै कुनै हुँदैन थियो तर तिमीले सेकेन्डमा पनि मैले के गरेँ 10 मिनट दिएर तिमीलाई अब भनौँ न ऊ चाहिँ कहिलेकाहीँ अब भने प्राइज भनेको ठुलो पनि हुनसक्छ कहिले सानो पनि हुनसक्छ नि प्राइज मैले चाहिँ डिनरको लागि प्लान गरेको थिएँ बाहिरै खाना खाउँला नि त भोलि लगेर जे खुवाउँछु नि खुवाइदिन्छु भोलि चाहिँ भन्ने अब त्यो म उ गरेपछि लान्न त्यस्तो चाहिँ हुन्न म गेमबाट चाहिँ बाई 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 साथीहरु आजको भ्लग चाहिँ यति नै है त बाई बाई साथीहरु लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्नु नबिर्सिकन त बेल आइकनलाई पनि टिङ्रिङ बजाउनु है अहिले म लान्न त्यसमा चाहिँ दुःख हुनु कि तिमीले गेम जितेकोमा 100% हुन्छ ल साथीहरु बाई बाई सुतेला म अर्कोचोटि बेटर लक्स नेक्स्ट के बेटर लक नेक्स्ट टाइम बेटर लक्स के ए बेटर कस्तो जिब्रो नेक्स्ट टाइम जिब्रो लडबडी बेटर लक नेक्स्ट टाइम भेरी बाई 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 गरिदिनु बाई बाई